परापूर्व कालमा पाथिभरा क्षेत्र आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथिभरामा राखेका थिए। एक दिन अचानक अप्रत्याशित ढङ्गले देख्दा देख्दै ती गोठका बथानका भेडाहरू अलग भए। त्यसै दिन राति देवीको दर्शनपछि भेडाको बलि दिएपछि हराएका भेडाहरू पुनर्जीवित भए। त्योभन्दा आश्चर्यको कुरा के हो भने बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए चाहिँ हराउन पुग्यो। पाथिभरा धाममा गर्भवती रजस्वला भएकी महिला बर्खी बारेको मनमा लोभ पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठुलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ। आदरणीय साथीहरू, आजको यस भिडियोमा ताप्लेजुङ स्थित पाथिभरा देवीको उत्पत्तिको रहस्य, माता पाथिभरालाई के सामग्री चढाइन्छ, दर्शनका लागि कहिले जाँदा उपयुक्त हुन्छ, कसरी जान सकिन्छ भन्ने कुराको सम्पूर्ण जानकारी दिनेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिले तपाईँ पनि पाथिभरा मातालाई सम्झँदै यस भिडियोलाई लाइक गर्दै कमेन्टमा जय मा पाथिभरा लेख्दै यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईँको मनोकामना पाथिभरा माताले पुरा गर्नुहुनेछ। अब सुरु गरौँ पाथिभरा माताको रहस्य। पाथिभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो। पाथिभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो। यो मन्दिर ताप्लेजुङ जिल्लाको 12,000 फिट उचाइमा रहेको छ। विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङबाट 19.4 किलोमिटर पूर्वतर्फ 3,494 मिटरको उचाइमा अवस्थित छ। यहाँ फुङलिङ बजारबाट करिब एक दिन पैदल हिँडेर पुगिन्छ। यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। अन्न भरेको पाथी झैँ सुन्दर मनमोहक आकृति बोकेको पाथिभरा पहाडको शिखरमा देवीको उत्पत्ति स्थल रहेकोले यी देवीको नाम पाथिभरा देवी रहन गएको भन्ने गरिन्छ। ताप्लेजुङका रैथाने लिम्बू समुदायहरू पाथिभरालाई मोक्तुबुङ भनेर चिन्दछन्। लिम्बू भाषामा मोक्तुको अर्थ शक्ति वा बल, बुङ्गुको अर्थ बोट भन्ने जनाउँदछ। अर्थात् लिम्बू जातिहरू पाथिभरालाई शक्ति वा बलको स्रोत अर्थात् बाटोको रूपमा प्रकट गर्ने गर्दछन्। पाथिभरा देवीको उत्पत्ति सम्बन्धी थुप्रै किम्वदन्ती तथा जनश्रुतिहरू रहेका छन्। भनिन्छ परापूर्व कालमा पाथिभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथिभरामा राखेका थिए। एक दिन अचानक अप्रत्याशित ढङ्गले देख्दा देख्दै ती गोठका बथानका भेडाहरू अलग भए। त्यस्तो अकल्पनीय घटनाले निराश भएका गोठालाहरूलाई त्यसै दिनको राति पाथिभरा देवीले दर्शन दिनुभयो। आफ्नो उत्पत्ति स्थल र आकृतिको जानकारी गराउँदै भेडाको बलिसहित पूजा अर्चना गर्न निर्देशन दिनुभयो। त्यसपछि गोठालाहरूले देवीको आकृति उत्पत्ति स्थलमा भक्ति भावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हष्टपुष्ट सुन्दर भेडाको थुम्बा बलि दिए। बलि के दिएका थिए? ती हराएका 100औं भेडाहरू जस्ताको तस्तै पहिलेकै ठाउँमा देखा परे। त्योभन्दा आश्चर्यको कुरा के छ भने बलि दिएको भेडाको रगत बलिस्थलमा झर्ना साथ बालुवामा पानी हराए चाहिँ हराउन पुग्यो। यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे। यहाँ अनौठो कुरा के छ भने पाथिभरा देवीलाई दैनिक सैकडौँ सङ्ख्यामा भेडा, बोका, पाठीको बलि चढाइन्छ। तर बलिस्थलमै रगत हराएको सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछ। देवीमा चढाइएको बलि सङ्ख्यामा हेर्दा त्यहाँ रगतको पोखरी जम्नु पर्थ्यो, तर त्यसो हुँदैन। यसै कारण पनि रक्तकाली देवी पाथिभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहिआएको छ। आज पाथिभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाउँ, जिल्ला र देशको सीमा नाग्दै विदेशसम्म पुगेको छ, जसको परिमाण स्वरूप हजारौंको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवी दर्शनको निम्ति आउने क्रम जारी छ। पाथिभरा देवी विश्वास, आस्था एवं पवित्रताकी देवी हुन्।
त्यसैले पाथिभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानका लागि कुनै जात धर्म वा लिङ्गको भेदभाव गरिएको छैन र बन्देज पनि छैन। मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने। तर पाथिभरा धाममा गर्भवती, रजस्वला भएकी महिला, बर्खी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ र ठुलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ। पाथिभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ। काटबाड नगर्नेहरू देवीलाई स्वादिष्ट फलफुल तथा मिठाईको भोग चढाउँछन्। पाथिभरा देवीलाई अटल सौभाग्यकी प्रतीकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रसाधनका सामग्रीहरू जस्तै सिन्दुर, टीका, गाजल, काङ्गियो आदि पनि प्राय चढाउने गर्दछन्। पाथिभरा देवीको दर्शनका निम्ति पाथिभरा पहाडको फेदीबाट लेकाली, अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जङ्गल, मालिङ्गो घारीको बाटो हुँदै लगभग 2 घण्टा ठाडो उकालो हिँडेपछि तपाईँ पाथिभरा देवीको मन्दिर रहेको डाँडाको पश्चिमपट्टिको मुखमा फुत्त आइपुग्नुहुन्छ। त्यसबेला तपाईँको आगमनको खबर पाएर टक्र्याक्क टुक्रुक्क बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिम श्रृङ्खलाहरूलाई साथै लिई स्वागतको लागि हतार हतार आएझैँ फान पर्दछ। कुम्भकर्णको कुमसँग आफ्नो कुम ठोकिएला कि भनी तपाईँ झस्कनु पनि हुन्छ। जतिसुकै थाके पनि मुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौँ लाग्दछ। कञ्चनजङ्घाको भिरालो फाँटहरूमा चिप्लेटी खेल्ने रहर जागेर आउँदछ। साँच्चै नै भन्नुपर्दा यी हिम श्रृङ्खलाहरूको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाईँ स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ। तपाईँको थकाइको भाव शून्य भएर आफैमा हराउँछ। सायद तपाईँको उत्सुकता पाथिभरा मन्दिर कसरी पुग्ने भन्नेतिर होला। दक्षिणबाट उत्तरतर्फ केही ओर्लिएर गएको चौरिलो फाँटको ठिक पूर्वपट्टि अत्यन्तै कहाली लाग्दो भिरको सिरानमा सबै श्रद्धालु भक्तजनहरूको मनोकांक्षा पूरा गरिदिने देवी पाथिभराको मन्दिर अवस्थित छ। अब तपाईँ देवी पाथिभराको चरणमा उपस्थित हुनुहुन्छ। भनिन्छ यहाँ रहेको पाथिभरा देवीको नयाँ प्रतिमा नेपालभरिकै सबैभन्दा अग्लो भगवतीको प्रतिमा हो। देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथिभराबाट देखिने हिम श्रृङ्खलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला। यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथिभराबाट कञ्चनजङ्घामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर, सुन्दर, मोहनी लाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर नगुमाउनुहोला। पाथिभरा देवीको मन्दिर निकै उचाइमा रहेकोले यहाँको तापमान हमेसा शून्यको हाराहारीमा झर्ने गर्दछ। लेक लाग्न सक्छ। त्यसकारण यसबाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातो पानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथसाथै लगे झनै बेस हुन्छ। पाथिभरा यात्राको लागि फागुनदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ। झापाको भिर्तामोडबाट इलाम फिदिम हुँदै 270 किलोमिटर फोङलेङ मेची राजमार्गमा यात्रा गरी फोङलेङबाट सुकेटार, तल्लो फेदी, उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथिभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरानबाट धनकुटा, हिले हुँदै कोशी राजमार्गमा 100 किलोमिटर यात्रा गरी बसन्तपुरबाट गुफापोखरी, गोर्धा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ। साथीहरू, यदि तपाईँ यस भिडियोको अन्तिमसम्म आइपुग्नुभयो भने तपाईँ पनि पाथिभरा मातालाई सम्झँदै यस भिडियोलाई लाइक गर्दै कमेन्टमा जय मा पाथिभरा लेख्न नभुल्नुहोला। साथसाथै यस्तै भिडियोहरू हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। आशा छ आजको यस भिडियोमा तपाईँले माता पाथिभराको बारेमा केही सिक्ने मौका पाउनुभयो।